नमस्कार साथीहरू, गुड मर्निङ। सबैलाई हार्दिक स्वागत छ। फेरि पनि नमस्कार, गुड मर्निङ। गुड मर्निङ साथीहरू। आजबाट तपाईँहरूलाई हामी नियमित अभ्यास कक्षा लिएर उपस्थित भएका छौँ। यो प्र्याक्टिस क्लास हो। बिहान हामीले सञ्चालन गरेको क्लासमा आधारित भएर तपाईँहरूलाई तपाईँहरूलाई चाहिँ अब मैले प्रश्न उत्तर श्रृङ्खला लिएर आएको छु। फेसबुक लाइभ हेरेर बस्नुभएका साथीहरू, तपाईँहरूले यति बेला गर्नुभएको कमेन्ट चाहिँ काउन्ट हुँदैन। तपाईँले यो क्लासमा अहिलेको क्लासमा गर्नुभएको कमेन्ट चाहिँ काउन्ट हुँदैन होइन। हामी तपाईँहरूलाई त्यो चाहिँ बेलुकाको ऱ्यापिड फायरमा छ। यो चाहिँ हाम्रो एपभित्र रहनुभएको साथीहरूले, क्लासभित्र रहनुभएको साथीहरूले कमेन्ट गर्नुभएको सिस्टम, उहाँहरूले कमेन्ट गर्नुभएको चाहिँ अङ्क गणना हुन्छ, काउन्ट गर्ने सिस्टम छ। सबै साथीहरूलाई हार्दिक स्वागत छ। यही मोडालिटीमा अब हामी रेगुलर क्लास गर्छौँ। ल, सबैलाई स्वागत छ, हार्दिक स्वागत छ। नमस्कार साथीहरू, नमस्कार, वेलकम। सबैलाई स्वागत छ। म त जुममा जोइन नै नभइरहेको छु। ओके, ल, नमस्कार साथीहरू। फेसबुक लाइभ हेरेर बस्नुभएका साथीहरूले फेसबुक लाइभ सेयर गरिदिनु होला। लाइभ हेरेर बस्नुभएका साथीहरूले लाइभ सेयर गरिदिनु होला। सबैलाई स्वागत छ, नमस्कार छ, वेलकम छ। ल, ओके, नमस्ते साथीहरू, नमस्ते। ल, सबैलाई स्वागत छ, हार्दिक स्वागत छ, नमस्ते। सबै साथीहरूलाई वेलकम। फेसबुक लाइभ हेरेर बस्नुभएका, जुमभित्र रहनुभएका सबै साथीहरूलाई हार्दिक स्वागत छ। सबैलाई हार्दिक स्वागत छ। अब तपाईँहरूलाई प्र्याक्टिस क्लासमा पनि स्वागत छ है त। प्र्याक्टिस क्लासमा पनि स्वागत छ। ओके, अलिकति यहाँ टेक्निकल मिलाउँदा अलिकति ढिलो भयो तपाईँहरूलाई। ल, ओके, सबैलाई हार्दिक स्वागत छ है त। नमस्कार। संविधान पढ्नुभयो नि बिहान होइन? बिहान संविधान सुरुवात गरियो, पढियो भन्दा अलिक नमिठो हुने रहेछ। संविधानको हामीले थोरै विषयवस्तु हेऱ्यौँ नि त, संविधानको थोरै विषयवस्तु हेऱ्यौँ। अब त्यसैसँग सम्बन्धित रहेर तपाईँहरूलाई मैले क्वेसनहरू लिएर आएको छु। 30वटा प्रश्न छ, संविधानसँग सम्बन्धित 30वटा प्रश्न छ। धेरैभन्दा धेरै प्रश्नको सही जवाफ मिलाउनु होला है। ओके, ल, ओके, ल, सबैलाई नमस्कार। यस्तो हुन्छ, तपाईँहरूको स्क्रिनमा क्वेसन देखिन्छ। हजुरले त्यहाँ क्वेसनमा मध्ये कुन चाहिँ अप्सन ठिक छ, अप्सनमा छुने, अप्सनमा क्लिक गर्ने र तल सबमिटमा क्लिक गर्ने है। अप्सनमा क्लिक गर्ने र तल सबमिटमा क्लिक गर्ने, त्यसरी जान्छ है साथीहरू। सिस्टम बुझ्नुहोस् है। के आउँछ भने क्वेसन हजुरहरूको मोबाइलको डिस्प्लेमा आउँछ। त्यसमा अप्सन पनि देखिन्छ। त्यहाँ अप्सन मध्ये कुन चाहिँ सही जवाफ हो त्यसमा हजुरले छानेर क्लिक गर्ने, औंलाले छुने। त्यसपछि तल सबमिट, निलो अक्षरमा सबमिट भन्ने लेखा हुन्छ। त्यसमा क्लिक गरेपछि तपाईँको क्वेसन एन्सर यहाँ काउन्ट हुन्छ हाम्रोमा। ओके, ल, नियमित कक्षामा जोडिन चाहने फेसबुक लाइभ हेरेर बस्नुभएका साथीहरू, तपाईँ नियमित कक्षामा जोडिन चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा मी लेख्नु होला। हाम्रो साथीहरूले फलोअप गर्नुहुन्छ। ओके, कमेन्ट सेक्सनमा मी लेख्नु होला। हामीले कक्षामा पढेका विषयवस्तुमा आधारित भएर प्रश्न प्रस्तुत गर्छौँ, तपाईँहरूले जवाफ लेख्नुहुन्छ। ओके, ल, आजको लागि पहिलो प्रश्न। 2072 असोज 3 मा जारी भएको संविधान कुन हो? नेपालको संविधान 2072, नेपालको संविधान, गणतन्त्र नेपालको संविधान, गणतन्त्र नेपालको संविधान 2072। लेख्नु त पहिलो प्रश्न। 2072 असोज 3 मा जारी भएको संविधान कुन हो? नेपालको संविधान 2072, नेपालको संविधान, गणतन्त्र नेपालको संविधान, गणतन्त्र नेपालको संविधान 2072। लाइभलाई सेयर गरिदिनु पर्यो नि। ओके, समय समाप्त भयो साथीहरू। पहिलो प्रश्नको लागि समय समाप्त भएको छ। 2072 असोज 3 मा जारी भएको संविधान कुन हो भन्ने प्रश्न छ साथीहरू। 2072 असोज 3 मा जारी भएको संविधान कुन हो भन्ने प्रश्न छ।
नेपालको संविधान 2072, नेपालको संविधान, गणतन्त्र नेपालको संविधान, गणतन्त्र नेपालको संविधान 2072। कस्तो आज हजुरको स्क्रिनमा आयो कि आएन लेख्नु त, लेख्नु त। आछ अलिअलि आयो अलिअलि आएन। ल ठिक छ, अलिअलि आयो अलिअलि आएन अरे, ठिकै छ। ल यसलाई हामी सल्भ गर्छौँ, यसलाई हामी सल्भ गर्छौँ है। ल ओके, पहिलो प्रश्नको सही जवाब चाहिँ अप्सन बी हो साथीहरू। सही जवाब अप्सन बीमा छ, नेपालको संविधान हो है। 2072 असोज 3मा जारी भएको संविधानको नाम नेपालको संविधान हो। यहाँ 72 गणतन्त्र केही पनि झुन्डिएको छैन, एक्ज्याक्टली नेपालको संविधान मात्र। अप्सन बी इज द राइट एन्सर र 57% साथीहरूले सही जवाब दिनुभएको छ। 57% सही हुनुहुन्छ र 43% साथीहरू गलत हुनुहुन्छ। ओके, र मन्जु श्रेष्ठ, गङ्गा तिमल सिन्हा, प्रकाश थापा मगर, नरेश कुमार चौधरी र विनिता ताजपुरियाजीले टप 5मा सही जवाब दिनुभएको छ। धेरै धेरै बधाई छ साथीहरू। यो चाहिँ साथीहरू फेसबुक लाइभमा लेख्नुभएको कमेन्ट काउन्ट गर्दैन यतिखेर, हाम्रो चाहिँ यो एपबाट मात्र हो। साथीहरू एपबाट हुनुहुन्छ, एपबाट आउनुभएको साथीहरूको कमेन्ट काउन्ट हुन्छ, लाइभमा हुने साथीहरूको कमेन्ट काउन्ट हुँदैन होइन। यद्यपि तपाईँहरूको लागि जानकारीको लागि अनुरोध छ, यस्तो खाले कक्षा हुँदैछ भनेर। क्वेसन नम्बर 2मा छौँ। हामीले बिहान संविधानको क्लास गरेको त्यसैसँग सम्बन्धित भएर प्रश्नहरू लिएर आएको छु है। क्वेसन नम्बर 2, नेपालको विद्यमान संविधान नेपालमा कार्यान्वयन भएको कतिऔं संविधान हो? 6औं, 7औं, पहिलो, 8औं? लेख्नु त। नेपालको विद्यमान संविधान नेपालमा कार्यान्वयन भएको कतिऔं संविधान हो? 6औं, 7औं, पहिलो, 8औं? ओके, समय समाप्त भएको साथीहरू। दोस्रो प्रश्नको लागि पनि नेपालमा अहिले कार्यान्वयनमा रहेको संविधान, विद्यमान भनेको चलिआएको, अहिले चलिआएको संविधान कतिऔं संविधान हो भन्ने प्रश्न हो साथीहरू। हेर्नुहोस् है, कार्यान्वयन भएको भनेको छ नि त, कार्यान्वयन भएको। जारी भएको चाहिँ 7औं संविधान हो, जारी भएको संविधान चाहिँ 7औं हो, तर कार्यान्वयन भएको चाहिँ 6औं संविधान हो साथीहरू। 2004 सालमा जारी भएको संविधान कार्यान्वयन भएन, त्यसपछि 7 साल, 15 साल, 19 साल, 47 साल, 63 साल, 71 सालमा जारी, 72 सालमा जारी भएको संविधान चाहिँ कार्यान्वयन भयो। त्यही भएर 6औं कार्यान्वयन भएको 6औं संविधान हो र चाहिँ जारी चाहिँ 7वटै जारी भएको छ है। 2005 साल वैशाख 1 गतेदेखि जारी हुने भनेर 2004 सालमा जारी गरेको संविधान चाहिँ कार्यान्वयन भएन। अप्सन ए इज द राइट एन्सर। दोस्रो प्रश्नको सही जवाब अप्सन ए हो। ए लेख्ने साथीहरू जम्मा 36% साथीहरूले सही जवाब दिनुभएको छ, बाँकी साथीहरू गलत हुनुहुन्छ। पार्वती सुवेदी, भीमा गुरुङ, रामहरि अर्याल, मखनलाल यादव, भूमा चौधरी र सूर्य शेर्पाजीले टप 5मा सही जवाब दिनुभएको छ। धेरै धेरै बधाई छ साथीहरू, धेरै धेरै बधाई छ। ओके, ल फेसबुक लाइभ हेरेर बस्नुभएका साथीहरू, यसरी यो मोडालिटीमा हाम्रो क्लासहरू सञ्चालन भइरहेछन्। बिहान हामी कक्षा विषयवस्तु अध्ययन गर्छौँ, त्यसपछि त्यहीसँग सम्बन्धित भएर क्वेसन एन्सर प्र्याक्टिस गर्छौँ। यदि तपाईँ नियमित कक्षामा जोडिन चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा मी लेख्नुहोला। ओके, शिक्षक सेवा आयोगको बढुवाको तयारी कक्षा हामीले सुरुवात गरिसकेका छौँ। क्वेसन नम्बर 3, नेपालको संविधानले नागरिकता कति प्रकारका वितरण गर्ने व्यवस्था गरेको छ? 3, 4, 2, 5? लेख्नु त। नेपालको संविधानले नागरिकता कति प्रकारको नागरिकताको व्यवस्था गरेको छ? 3 प्रकार, 4 प्रकार, 2 प्रकार, 5 प्रकार? लेख्नु त। ओके, तेस्रो प्रश्नको लागि पनि समय समाप्त भएको छ। साथीहरूले 3 प्रकारको लेखिरहनु भएको छ, त्यस्तो छैन होइन। 2047 सालको संविधानमा 3 प्रकारको हो। अहिले चाहिँ 4 प्रकारको चाहिँ नागरिकता छ साथीहरू। 4 प्रकारको नागरिकता छ। वंशजको आधारमा, अङ्गीकृत, सम्मानार्थ र गैर आवासीय नागरिकता गरी 4 प्रकारको नागरिकता वितरण गर्ने व्यवस्था छ। अप्सन बी इज द राइट एन्सर।
बी लेख्नुहोस्, मुसुक्क हाँस्नुहोस्। अप्सन बी इज द राइट एन्सर। बी लेख्ने साथीहरूको जवाफ मिलेको छ। अप्सन बी इज द राइट एन्सर। हेरौँ त बी लेख्ने साथीहरू, वाउ 83% अफ यु आर राइट। धेरै राम्रो सही जवाफ आयो साथीहरू। यहाँ नम्बरमै भन्नुहुन्छ भने 526 जनाको सही जवाफ छ, 105 जनाको गलत छ। सिर्जना तामाङ, अनुराधा कुमारी गुराउ, गंगा तिमल सिन्हा, सुस्मिता शर्मा र ललित ठकुरीजीले टप 5 मा सही जवाफ दिनुभएको छ। धेरै धेरै बधाई छ साथीहरू, धेरै धेरै बधाई छ। नेक्स्ट क्वेसनमा लान्छु। नेक्स्ट क्वेसन इज क्वेसन नम्बर 4, चौथो प्रश्न है त साथीहरूलाई। नेपालको संविधानले कसलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने व्यवस्था गरेको छ? प्रत्येक व्यक्तिलाई, प्रत्येक नागरिकलाई, प्रत्येक जनतालाई, प्रत्येक नेपाली नागरिकलाई। हेर्नु त, नेपालको संविधानले कसलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने व्यवस्था गरेको छ? ओके, समय समाप्त भयो साथीहरू। चौथो प्रश्नको लागि पनि नेपालको संविधानले कसलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने व्यवस्था गरेको छ भन्ने कुरा चाहिँ सही जवाफ अप्सन ए मा छ साथीहरू। प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था छ। यो मौलिक हकको पहिलो व्यवस्था हो। अप्सन ए इज द राइट एन्सर। अप्सन ए इज द राइट एन्सर। यो प्रश्नको सही जवाफ अप्सन ए लेख्नुभएको छ भने मुसुक्क हाँस्नुहोस्। Option A is the right answer and let's see 65% of you are right. र 35% साथीहरूले गलत जवाफ दिनुभयो। सुशीला बाग, बबिता थापा, लक्ष्मी नेउपाने, ललित ठकुरी र सावित्रा काफ्लेजीले टप 5 मा सही जवाफ दिनुभएको छ। धेरै धेरै बधाई छ साथीहरू। ल, सबै साथीहरू फेसबुक लाइभ हेरेर बस्नुभएका साथीहरूलाई धेरै धेरै धन्यवाद। हामी यसै गरी नियमित कक्षा र त्यही कक्षासँग सम्बन्धित विषयवस्तुमा नियमित प्रश्न उत्तर श्रृङ्खला हामीले गराइरहेका छौँ। प्र्याक्टिस क्लास भनेका छौँ यसलाई हामीले। साथीहरूले अध्ययन गर्नुहुन्छ र त्यसैसँग सम्बन्धित प्रश्नहरू यहाँ राख्छौँ र साथीहरूले अभ्यास गर्नुहुन्छ। यो व्यवस्था सहितको नियमित कक्षामा जोडिन चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा मी लेख्नुहोला। हाम्रो साथीहरूले फलोअप गर्नुहुनेछ। फेसबुक लाइभलाई यहीँ अन्त्य गरौँ। कमेन्टमा मी लेख्नुहोस् है त। ओके ल, कमेन्टमा मी लेख्नुहोला। फेसबुक लाइभलाई मैले यहीँ अन्त्य गरेँ है त। थ्याङ्क यू।